बालनजीलाई संसारको सबैभन्दा ठुलो शक्तिशाली मान्छे बनाएर यहाँबाट लिएर जाँदैछन्। टाइम म्यागजिनको प्रधानमन्त्रीलाई संसारको कति नम्बरमा राखेको छ अहिले? शक्तिशाली 24 नम्बरमा हैन। न एकजना मान्छे विदेशबाट उद्धार गरेको छ, न कसैलाई 100 रुपैयाँ पैसा दिएको छ। उहाँ बोल्नु हुँदैन हो कि हैन? भयभरका मान्छे लखेटिदिएको छ सुन अस्ति गर। के को शक्तिशाली बनाएको त्यो थाहा छैन। अब अमेरिकन विदेश मन्त्री आएर यहाँ सबै सिकाएर पहिलो भडमा अमेरिका, त्यसले के अर्थ राख्छ त्यो बुझिहाल्नुहोस् तपाईहरु। चुपचाप घन्टी छाप कुरा बुझे हैन? अब मैले सुनेको रविजी पनि दक्षिणतिर जानु हुँदैछ अरे पूजा गर्नलाई, सर सामान लिएर नरियल सरियल बोकेर। अब उहाँले कहाँ कहाँ नरियल चढाएर आउनुहुन्छ त्यो पनि मलाई थाहा छैन। र म इन्डियाका साथीहरूलाई पनि के भन्छु भने, इन्डियाका रलाई तपाईहरु चाइनाको लागि अमेरिकाले नेपालमा गर्दैछ भन्ने नसोच्नुहोस्। घेरामा चाइना परेको छैन। पश्चिमबाट पाकिस्तानले तपाईलाई घेरेको छ, उत्तरबाट नेपालले अमेरिकाले तपाईलाई घेरेको छ, पूर्व बङ्गलादेश पनि उनीहरुकै हो, मालदिप्स पनि उनीहरुकै हो। घेरामा अमेरिकाको घेरामा भारत छ। मजाक नगर्नुहोस् तपाईहरु। र सबैभन्दा पहिला कहाँ छुट्छ भन्दाखेरि कोकोल्यान्ड कुकीहरूको राज्य, क्रिस्चियन राज्य छुट्दैछ। त्यो आजभन्दा 100 वर्ष अगाडि ब्रिटिसहरूले त्यो आसाम मणिपुरलाई कुकी राज्य बनाउनुपर्छ, क्रिस्चियनहरूको राज्य भनेर डक्ट्रिनमा लेखेर गएका छन्। त्यही हुन्छ जब तपाईको राज्य फुट्छ अनि तपाईको आँखा चेत खोल्छ अनि तपाईहरुले थाहा पाउनुहुन्छ। हेर्नुहोस् उनीहरूले के गर्दा रहेछन्। लक्की बिष्टले भनेको थियो नि, त्यो सरकार गिराउनु पर्यो भने पुरानो दललाई के गर्नुपर्छ, नयाँ मान्छेलाई के गर्नुपर्छ, कसरी हाइपमा लानुपर्छ भनेर। तपाईलाई एउटा कुरा के भन्छु भने, बङ्गलादेशमा इनुस अन्सारी भन्ने हैन पहिलाको मन्त्री प्रधानमन्त्री, उनलाई के गरियो? मेगासिसी दिलाइयो, त्यसपछि नोबेल पुरस्कार दिलाइयो, त्यहाँको प्रधानमन्त्री बनाइयो बङ्गलादेशको। उहाँले नै चुनाव गराउनु भयो। प्रधानमन्त्री बनाएपछि अमेरिकन सेना ल्याएर हालियो त्यहाँ। कुरा बुझ्या हो? आङ सान सुकीलाई पनि नोबेल शान्ति पुरस्कार दिइयो। तर त्यहाँ चाइना र इन्डियाले के गर्यो भने उनीहरूलाई खतरा हुन्छ भनेपछि त्यहाँ सैनिकको कु गरेर आजसम्म आङ सान सुकीलाई थुनेको छ। भोलि नेपालमा त्यो स्थिति आउँदैछ। त्यो दिन